नमस्ते विद्यार्थी तथा अभिभावकज्यूहरू, तपाईहरुलाई आज म केही कुराहरु बारेमा बताउन गइरहेको छु। यो अस्ट्रेलिया एप्लाई गर्ने विद्यार्थीहरुको लागि यो भिडियो एकदमै इम्पोर्टेन्ट हुन सक्छ। अहिले भर्खरै मात्र अस्ट्रेलिया हाई कमिसन न्यू दिल्लीका प्रतिनिधिहरु नेपालमा आउनु भएको छ र उहाँहरूले केही कुराहरुलाई चाहिँ कन्सर्न गर्नुहुन्छ। नेपालको भिसाको सक्सेस रेट राम्रै बढिरहेको छ, तर भिसाको सक्सेस रेट साथसाथै भोलि गएर रिफ्युजल किन हुन्छ या पोस्ट भिसा पछाडि किन रिफ्युजल हुन्छ भन्ने केसमा चाहिँ केही कुराहरु उहाँले बताउनु भएको छ। त्यसमा केही इन्टिग्रिटीका कन्सर्नहरुले उहाँले गर्नुभएको छ। यसमा चाहिँ फ्रडुअल डकुमेन्ट तपाईहरुले हाल्ने जुन डकुमेन्टहरु हुन्छ, जुन तपाईको फाइनान्शियल डकुमेन्ट हुन्छ, इंग्लिश टेस्टका स्कोरहरु हुन सक्छ, फाइनान्शियल स्टेटमेन्टका कुराहरु हुन सक्छ, यस्ता कुराहरुको लागि चाहिँ तपाईहरुले एकदमै कन्सर्न हुनुपर्छ। त्यसमा चाहिँ फ्रडुअल डकुमेन्टहरु कुनै पनि सबमिट गर्नु हुँदैन। त्यस्तै इनसफिसिएन्ट फन्डहरु तपाईले एप्लाई गर्दाखेरि चाहिँ तपाईले फाइनान्शियल कुराहरुको लागि चाहिँ तपाईले इनसफिसिएन्ट फन्डहरु देखाउनु भयो भने पनि तपाईहरुको भिसाहरु अलिकति रिजेक्ट हुन सक्छ। त्यस्तै इंग्लिश प्रोफिसिएन्सी फेलर टु मिट द रिक्वायर्ड इंग्लिश ल्याङ्ग्वेज प्रोफिसिएन्सी लेभल, यानी कि तपाईको इंग्लिश प्रोफिसिएन्सी लेभल मिट भएन भने पनि तपाईहरुको लागि भिसा कन्सर्टको लागि अलिकति गाह्रो हुन सक्छ। त्यस्तै कोर्स हपिङ है, अब तपाईहरु इनरोल त गरिसक्नुभयो, इनरोल गरिसके पछाडी चाहिँ तपाईहरुको लागि चाहिँ अब हायर डिग्रीमा जानुभयो तपाईले, अनि लोअर क्वालिटी इन्स्टिट्युटमा तपाईले पढ्न जानुभयो, तपाईले एप्लाई गर्नुभयो, कलेजहरु छोड्नुभयो भने पनि तपाईहरुको लागि गाह्रो हुन सक्छ। अर्को चाहिँ नन कम्प्लायन्स विथ द भिसा कन्डिसन, तपाईले कुन कन्डिसनमा चाहिँ भिसा कन्डिसन मिट गर्नुहुन्न, तपाईको वहाँ गइसकेपछि पनि भिसा रिजेक्ट हुन्छ भन्ने केसमा चाहिँ तपाईहरुले फुल टाइम डिग्रीहरु लिनु भएन, तपाई पुअर एटेन्डेन्स भयो, तपाई पढ्नको लागि तपाईले प्रायोरिटी गर्नु भएन, त्यस्तै तपाईले तपाईको सेटिस्फाइड एकाडेमिक प्रोग्रेसनहरु भएन भने चाहिँ तपाईहरुको लागि यो कन्डिसनमा पनि भिसाहरु रिजेक्ट हुन सक्छ। त्यसकारणले गर्दाखेरि नेपालको भिसाको कन्डिसन हेर्ने हो भने यो वर्ष गत वर्षको केस हेर्ने हो भने चाहिँ नर्मली भिसा रिजेक्सनको केसहरु लगभग 15,000 स्टुडेन्टको भिसा रिजेक्ट भएको पाइएको छ। यो चाहिँ अनसो अफसर 2 को डाटा हो। त्यो हिसाबले हेर्दाखेरि तपाईहरुले भोलि गएर चाहिँ एप्लाई गरिसकेपछि भिसा लागिसकेपछि पनि यी कुराहरुमा चाहिँ कन्सर्न गर्नुपर्ने हुन्छ। तपाईहरुले एकदमै कलेजहरु छोडिराख्ने, नपढ्ने, अनि तपाईहरुले आफ्नो एकाडेमिक प्रोग्रेसन रिपोर्ट नगर्ने, कामलाई बढी प्रायोरिटी दिने, यस्तो हिसाबले जानु भने तपाईको अस्ट्रेलिया गइसकेपछि एकदमै गाह्रो हुन सक्छ। र पोस्ट भिसा यानी कि भिसा दिइसके पछाडी पनि तपाईहरुको डकुमेन्टहरु चाहिँ उनीहरुले भेरिफाई गर्न सक्छ, उनीहरुले सोच्न सक्छ, त्यो डकुमेन्टहरु खोज्न सक्छ। त्यो कन्डिसनमा पनि तपाईले भिसाको रिक्वायरमेन्ट मिट गर्नुभएको छ भने त्यस अवस्थामा तपाईको भिसा रिजेक्ट हुन सक्छ। यो कुराहरुको लागि तपाईले एकदमै बढी कन्सर्न हुनु होला, एकदमै बढी ध्यान दिनु होला भन्दै तपाईहरु साथमा बिदा हुन चाहन्छु। धन्यवाद।